आज ती भिजिट भिसा प्रकरणमा तल जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन? ती दोषीहरू चाहे मन्त्री हुन्, चाहे प्रधानमन्त्री हुन्, चाहे यो देशको राष्ट्रपति होस्, तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन? यो हाम्रो दायित्व हो कि होइन? हेर्नेलाई गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला, तर नेपाली जनताले चाहिँ यसको फैसला गर्छन्। जनताले चाहिँ के भन्ने? आज यो ठुलो एउटा जटिल समस्याका रूपमा अगाडि परेको छ। आज दुबई, कतार, साउदी अरबमा जानुस् त, आज दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ। कसको राजनीतिक दाउपेच के को कतातिर नजाउँ, हामी संसद एकजुट बनेर यो भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाऊ। जो दोषी छन्, चाहे त्यो जुनसुकै पार्टीको मान्छे होस्, त्यसलाई कारबाही गरौँ, कारबाहीको दायरामा ल्याउँ र अपराधीलाई तपाईँको जेल सजाय गरेर भोलि एउटा देशमा रोजगारीका लागि विदेश जाने मान्छेहरू, घुम्न जान विदेश जाने मान्छेहरूलाई बेच्ने अपराधीलाई कानुनी कठघरामा उभ्याउँ। त्यही भए हुनाले म अपिल गर्न चाहन्छु सत्तापक्ष सरकारलाई पनि यहीँबाट भन्न चाहन्छु, सम्माननीय सभामुख महोदयज्यू, आज हामी सङ्ख्याको आधारमा को कति छौँ यसले